हजुरको परिचय? म बिबी गुरुङ फ्रम पक्यौ एज अ तपाईको एग्रो टुरिज्म डेभलपमेन्ट कोअपरेटिभ सोसाइटी पक्यौको चिफ कोअर्डिनेटर। हजुर। अन्त यो तपाईको जुन हामी यहाँनिर एयरपोर्ट भ्यू पोइन्टमा छैन? हजुर। सो एयरपोर्ट भ्यू पोइन्ट यसको मतलब भ्यू पोइन्ट त एकदमै एयरपोर्टको यस्तै राम्रो दृश्य देखिरहेछ, तल के एक्सर्साइज पनि हुँदै रहेछ र यसको विशेषता चाहिँ के छ तपाईँले अलिकति भनिदिनुहोस् न। अब यसको विशेषता अब सिक्किमको प्लस पक्यौं डिस्ट्रिक्टको वान अफ द अब तपाईँको एयरपोर्ट यहाँबाट नजिक देखिन्छ र एयरपोर्ट हामी सबैजनाले अब यसलाई लास्टमा एउटा एयरपोर्ट भ्यू पोइन्ट नै राखेका छौँ। त अब हामीले हेऱ्यो भने हाम्रो पक्यौं डिस्ट्रिक्टको अन्डरमा दुईटा नेसनल इन्स्टिट्युटहरू छ। एउटा इन्स्टिट्युट त भनिँदैन, अब यसलाई तपाईँको एउटा एयरपोर्ट छ। अर्को चाहिँ त्यसको मुनि हाराहारीमा चाहिँ हाम्रो आइसिएआर इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिट्युट एनआरसिओ नेसनल रिसर्च सेन्टर फर अर्किड त्यो पनि छ। हिजो अस्ति तपाईँको 1, 2, 3, 4 इन्डियन अर्किड फेस्टिभल पनि सेलिब्रेट गर्यो नेसनल लेभलको। सर अन्त अघि तपाईँले भन्नुहुँदै थियो यहाँ मतलब यो बाउन्ड्री चाहिँ एक्चुअली अब पोलिटिकल बाउन्ड्री हेऱ्यो भनेदेखि हाम्रो यहाँबाट हेऱ्यो लेफ्ट साइडमा हाम्रो पार्किङ बजार कम्स अन्डर माचुङडाटम कन्स्टिट्युएन्सी। र सियो डाँडादेखि यता चाहिँ तपाईँको नाम्चेबुङ कन्स्टिट्युएन्सी। ओके हजुर। अन्त तपाईँको यहाँदेखि यो जुन गयोदेखि यो बजार यस्तो सबै सोती गएको चाहिँ यो नवगाउँ एरिया भयो, सेन्जिमेर भयो, यहाँदेखि लिएर गएको चाहिँ तपाईँ लिङ्के पार्कदेखि लिएर हजुर यो सब कम्स अन्डर माचङडाटम कन्स्टिट्युएन्सी। वेयरएस तपाईँको यो एयरपोर्टको अलिक उतादेखि चाहिँ रिना कन्स्टिट्युएन्सी पर्छ सर। ओके हजुर। नेक्स्ट डेस्टिनेसन हाम्रो कहाँ हुँदैछ? हामी अब जान्छौँ कार्तोक गुम्बा, कार्तोक मोनास्ट्री। कार्तोक मोनास्ट्री चाहिँ तपाईँको हेरिटेज भन्ने हेरिटेज ओल्डेस्ट गुम्बा हो, किनभने सिक्किममा 3टा गुम्बाको नाम लिन सक्छ। एउटा चाहिँ कार्तोक गुम्बा हो, अर्को पेमायान्ची र अर्को चाहिँ फुदुङ मोनास्ट्री। यिनीहरू अब यसमा मलाई डिटेल्स उयो छैन, तर अहिले हामी यहाँ कतिजना लामाहरूसँग हामी त्यो पनि इन्टरेक्सन गर्छौँ। हवस् सर, लेट्स गो टु कार्तोक। धन्यवाद। थ्याङ्क यू। तपाईँले काइन्डली अलिकति सर क्या पूछना चाहते हैं सर? तो ये गुम्बा कितना पुराना है? ये एस्टैब्लिश 1840 में हुआ था। अच्छा, 1840 में 200 के पास। अच्छा, 200 साल। तो यहाँ कैसे मतलब इस जगह का क्या सिग्निफिकेंस था, क्यों यहाँ एस्टैब्लिश हुआ? पहले जो हमारे जो सीनियर नाम थे गुजर गए बताते थे कि यहाँ पर एक छोटा सा मंदिर ये तो बाद में बना हुआ। उससे उस समय यहाँ का गांव का लोग यहीं पर आके पूजा वगैरह करते थे। और एक दिन अचानक वहां से एक आकाश में एक शंख का एक आवाज आया। तो लोग अचंभा हो गया कि क्या आ रहा है। तो दिखा कि एक शंख आके यहाँ पर गिरा हुआ। तो वो गिरते यहाँ गिरा था, तो उसने वो गांव के लोग ने इकट्ठा किया, उसको कलेक्ट करके वहां पर उसने यहाँ पर रख दिया है। अभी भी वो भी है। उसके बाद इसका रिलेटेड क्या है कि इसको हम लोग काथो बोलते हैं। काथो का एक निग्मा सेक्ट में आता है काथो। जो काथो निग्मा में 6 ब्रांच होता है। जैसे हमारे बुद्धिज्म में 5 सेक्ट बोलते हैं, जैसे कि काग्यो, निग्मा, गेलु, साक्या और एक वन भी बोलते हैं। ज्यादातर तो वन को इतना नहीं बोलते, 4 6 में उनमें से निग्मा से काथो प्रोसेस में बजट आपने जो करके 6 ब्रांच, जिनमें से हमारा जो रिलेशन है वो काथोक से है। तो जो काथोक का मेन गुफा है मोनास्ट्री है वो तिब्बत में है। तो हमारा यहाँ का जो पूजा का परंपरा है वो तिब्बत से ही रिलेटेड है। तो इसका और इसका जो हमारा काथोक का गुरु है लामा है, वो भी काथोक का है। पहले तो तिब्बत से आया। यहाँ पर जैसे कितने लामा लोग हैं? कुछ मोनास्ट्री ऐसी होती है जो रेजिडेंशियल होती है और कुछ होती है जहाँ सिर्फ पुजारी रहते हैं। नहीं, यहाँ पर अभी 20 से 22 है। तो बाहर से भी आते हैं, कम से कम 50-60।
जैसे गुरु शिका लिखनी जो है अभी जो प्रेजेंट गुरु मोनेस्ट्री वो प्रेजेंट गुरु गुरु तो वो हमारा तीर्थ में है उसको अलग से गुरु से वो हमारा गुरु है गुरु पहले कैसे सेटल उसके बाद भूटान में अच्छा भूटान जो अभी वो आते हैं ये भूटान के भी लोग आते हैं Welcome all, come gather near. A new journey starts right here. Learn to share, learn to grow. Show the world what Sikkim knows. Community strong, nature bright, sustainable dreams take flight. Culture smiles hand in hand, together we build this land. From homestays to mountain trails, stories told in misty gales. Local flavors, craft so fine, tourism built with heart and mind. Community strong, nature bright, sustainable dreams take flight. Culture smiles hand in hand, together we build this land. So let's unite, work as one, for a future bright as the rising sun. Sikkim's beauty, proud and free, a home for all in harmony. Since the weather is not favoring us, हामीलाई वेदरले फेभर गरेको छैन र भिजिबिलिटी काइन्ड अफ लो छ र हाम्रो साथीहरू यहाँ टक्कमकै साथीहरू हाम्रो जिल्ला सर माननीय जिल्ला सर हाम्रो गुरुङ सर हजुरको नाम त के पो परेको थियो प्रशान्त सो तपाईहरुले अलिकति यो भ्यू पोइन्ट बारेमा के कुराकानी हो किनभने हामीभन्दा त तपाईहरुलाई नै बेस्ट नलेज छ यहाँको सो काइन्डली बताइदिनुस् न यो भ्यू पोइन्ट चाहिँ तपाईको 2006 अन्डर टुरिज्म डिपार्टमेन्ट नै बनाएको हो र यहाँबाट चाहिँ तपाईको हेर्यो भने आज त यसो तल लागेछ यहाँ हेरेदेखि हामीले कञ्चनजङ्घाको भ्यू पनि तपाईले के वर्ड युज गर्नुभयो के लागेको छ भन्नुभयो तल अच्छा तपाईको कञ्चनजङ्घा एकदमै अक्टोबर नोभेम्बर डिसेम्बरमा एकदमै राम्रो देख्छ यो साइडमा कञ्चनजङ्घा देख्छ हजुर रुम्तेक मोनास्ट्री देख्छ या रुम्तेक मोनास्ट्री त्यहाँदेखि यता हेर्यो यो रेन्ज हेर्यो भने त्यो तपाईको हिमालयन रेन्जदेखि लिएर हेर्यो भने यता गान्तोक डल्लै देख्छ या गान्तोकको सबै देख्छ या तल यो तलको भेग चाहिँ हजुर यो नाम्चीगुङ नै हो यो राइगुङ वार्ड नि राइगुङ वार्ड बासीलाखा हो फिश फार्मिङ चाहिँ बासीलाखा त्यहाँदेखि तपाईको जेएनबी छ एउटा जेएनबी छ तपाईको कुन चाहिँ हुन्छ तल बासीलाखामा उहाँहरूको पनि गरेछ हजुर होइन टाउट र अन्त ग्रास काप बेसी होला उहाँहरूले पनि गरेछ त्यहाँदेखि लिएर आएको यो डल्लै तपाईँको रानीपुर यता यो सबै देखिन्छ यता पनि हाम्रो तपाईँको मन्चुङ ब्लकै पर्छ त्यसमा चाहिँ एग्री फ्लोरी टुरिज्म स्पेसली सिमडेम हाइब्रिड अर्किडहरू रोपेको छौँ र अर्को चाहिँ यो हाम्रो राइगङ वार्ड उहाँ हाम्रो प्रसन्नज्यूकै वार्ड हो राइगङ वार्ड यहाँ पनि तपाईँको हेऱ्यो भने एग्री फ्लोरी एकदम हर्टिकल्चरमा धेरै राम्रो काम गरेको छ त्यहाँ तपाईँको आचार त्यो जुन चाहिँ ओरेन्ज है तपाईँ सुन्तलाहरूदेखि लिएर उयो त्यो बासीलाखामा पनि तपाईँको स्पेसली यो जलबेरादेखि लिएर बासीलाखा भन्नाले चाहिँ रातो तल छाना देख्दैछ नि हजुर 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 यहाँ पनि तपाईँको एकदमै राम्रो इन्टिग्रेटिभ फार्मिङ
फ्लोरिकल्चरदेखि लिएर तपाईँको बी किपिङदेखि लिएर पिगरीदेखि लिएर पोल्ट्रीदेखि लिएर सबै एकदमै हाम्रो एक्स पञ्चायत हाम्रो फिप्रास दाजुहरू हुनुहुन्छ उनीहरूको फ्यामिलीदेखि लिएर सबैले एकदमै राम्रो गरेको छ। अहिले त्यहाँ एउटा मेगा होमस्टे पनि आउँदैछ नि, अन्त उहाँको उयसमा पनि एउटा मेगा होमस्टे आउँदैछ, एकदम मेगा होमस्टे प्लस अहिले एउटा होमस्टे पनि सञ्चालन गरेको छ, त्यो चाहिँ हो तपाईँको कञ्चनजङ्घा भ्यू होमस्टे। अनर चाहिँ हाम्रो कपिल छेत्री भाइ हुनुहुन्छ। हिजो आउनु भएको थियो अहिले उहाँकोमा जानेछौँ अहिले। ए हजुर हजुर जानेछौँ। हस् धन्यवाद लुस। अब ढिलाइ नगरिकन हामी केप तर्फ प्रस्थान है। हुन्छ हुन्छ हस् हुन्छ। सानो बोल्डरिङ चाहिँ हुन्थ्यो त्यहाँ हाम्रो यहाँ सर चाहिँ अब यहाँ केप एक्सप्लोर गर्न जानुहुँदैछ हो। केपको एन्ट्रेन्स यहाँनिर। सो अहिलेसम्म हामी यहाँ मतलब केपको भयो कुरा है, गुम्पाको कुरा भयो, गुम्पाबाट आएर हामी यहाँनिर भ्यू पोइन्टमा बसेर केप जुन चाहिँ तपाईँलाई भन्दै थियो सो केपतर्फ लाग्दछौँ। न केपमा पनि अहिले यहाँनिर दुईवटा कुरा निक्ल्यो। कसैले भन्दछ केप र अन्त फेरि हाम्रो टिएससी टिमले भन्दछ इट्स नट अ केप इट्स अ गर्ज भनेर भन्दैछ। एनिवेज द ओपनिङ चाहिँ यस्तो रहेछ। लेट्स गो इनसाइड। हामी अब केपभित्र बस्यौँ, तर अहिले फेरि केपको लेटेस्ट फाइन्डिङ चाहिँ के भयो भन्दाखेरि इट्स नट अ केप भन्ने कुरा पनि आयो, यो चाहिँ गर्ज भनेर चाहिँ कुरा आयो। तर अब के हो त्यो तपाईँहरूलाई थाहा छ। अब हाम्रो यहाँ टिएसएले अहिले चाहिँ उनीहरूको अब्जर्भेसन चाहिँ के भने यो चाहिँ गर्ज हो भनेर। एनिवेज यो केपको तपाईँको विशेषता यसको हिस्ट्री के छ काइन्डली तपाईँहरूले बताइदिनुहोस् न। जुन चाहिँ अघि भन्दै थिए है बाले उहिले अब भुटान र सिक्किमको एउटा के भन्नु वार हुँदाखेरि है यहाँ त्यहाँनिर चाहिँ अब त्यतिखेर चाहिँ यहाँनिर त्यो कार्तो गुम्पाको राधुङ ग्यादुङ केहरू लिएर चाहिँ यहाँनिर लुकाएर राखेको भन्ने एउटा हिस्ट्रीमा चाहिँ त्यति छ हो सर। अनि अब हामी केटाकेटी हुँदाखेरि यस्तोतिर आउनु डर लाग्थ्यो। अब के भनेपछि केहरू हुन्छ भनेर अहिले बादमा फेरि हामी ठुलो भएछौँ। अर्को चाहिँ तपाईँको भोटियाहरूले तपाईँको थम्च्या पनि भन्थ्यो। थम्च्या भनेको चाहिँ तपाईँको थम भनेको भालु, च्या भनेको तपाईँको उयो तपाईँको गुड थम्च्या त्यो पनि भन्थ्यो अरे। तर अब पहिला पहिला हाम्रो राई गाउँतिर त्यति बेला धामी झाँक्रीको कुराहरू आउँछ नि तपाईँको। त्यति बेला हाम्रो पर लेट सकेला एसके सुब्बा उहाँ चाहिँ अब हाम्रो मङथिङ डरलाग्दो हजुर त्यहाँदेखि त्यति बेला राई गाउँ चाहिँ यो बाटो जान्थ्यो अरे तल पूजा गर्नु के गर्नु यताबाट पनि हिँड्थ्यो अरे कि। तर त्यति बेला चाहिँ उहाँले कोही बेला चाहिँ अब तपाईँको यो वन झाँक्रीहरू केहरू कोही बेला चाहिँ बाटो पनि थुन्थ्यो अरे त्यस्तो। यहाँबाट एउटा यस्तो बाटो छ नि। अन्त अर्को चाहिँ तपाईँको यो बाटो फाँका रहेछ डल्लै सलिड फाँका रहेछ, माथिदेखिको तलसम्म नै फाँका रहेछ, एकदमै अलग्गै छुटेको छ यो फाँका है। हजुर अब हेऱ्यो भनेदेखि अब होला उहिले त्यो अब तपाईँको इभोल्युसनले गर्दाखेरि तपाईँको क्लाइमेट चेन्जले गर्दाखेरि के हुने गर्दाखेरि अन्त तपाईँको एउटा चाहिँ के छ भनेदेखिलाई अब त्यो एउटा इभोल्युसनले गर्दा तपाईँको त्यो क्लाइमेट चेन्जले गर्दाखेरि के हुन्छ भने अब थियो होला पहिला धेरै वर्ष अगाडि चाहिँ धेरै शताब्दी भनौँ न शताब्दी अगाडि 100 वर्ष अगाडि या 150 वर्ष अगाडि चाहिँ तपाईँको हामीले सुन्दाखेरि त्यो अहिले सुन्दाखेरि चाहिँ यहाँबाट चाहिँ अब त्यो मान्छेको एउटा दन्ते कथा जस्तो यहाँबाट चाहिँ सुरुङ जस्तो यस्तो पस्यो भने तिमीहरू तल 32 नम्बर निस्किन्छ भनेर भन्थ्यो। हजुर त्यो चाहिँ सुनेको। यसलाई चाहिँ अब तपाईँको यसो हाम्रो कन्सेप्टमा हेर्दा चाहिँ यसलाई चाहिँ अब है केभ टुरिज्मपट्टि डाइभर्सन गरेर तर यसलाई चाहिँ कतिवटा जग्गामा कम्पोनेन्ट्सहरू हामीले एडभेन्चरमा हाल्न सक्ने रहेछ। तपाईँले भन्नुहोस् न उहाँले त्यो चिज चाहिँ जोड्नु भएको छ कि तपाईँले बताइदिनुहोस्। तपाईँले माथि कन्जर्भेसन यो चाहिँ अब हेऱ्यो भनेदेखिलाई अब राम्रोसँग अब राम्रो आर्किटेक्टहरू पायो, राम्रो इन्भेस्टर पायो, तर हामीले गर्दाखेरि त्यो हाम्रो जति पनि ल्यान्डस्केपिङहरू नेचरल छ त्यसलाई जस्तो त्यस्तै राखेर र हामीले त्यसमा पनि तपाईँको हाम्रो जति उयो छ त्यसलाई नचलाइकन अलिकति ठिकैको राखेर हामी के सोच्दैछौँ भने हुन्छ त्यो एउटा फरेस्टलाई हामी उहाँहरू पनि हुनुहुन्छ बिएमसी भन्छ बायोडाइभर्सिटी कन्जर्भेसन बोर्डको मेम्बर पनि हौँ हामी। यो अब यस्तो ब्लकमा बनाएको छ। हामीले के सोचेको छौँ भने
भोलिको दिनमा उहाँले पनि त्यो एउटा अब त्यहाँ माथि एउटा क्याफेटेरिया उहाँहरूको जिल्ला पञ्चायतको फन्डबाट एउटा क्याफेटेरिया बनाउने केही बनाउने त्यो पनि वेल एन्ड गुड एउटा इन्ट्री पोइन्ट जस्तो हुन्छ। अर्को चाहिँ हामी के सोच्दैछौँ भनेदेखिलाई हामीले एउटा प्रपोजल पनि दिएको छ फरेस्टलाई, यो चाहिँ एउटा बायोडाइभर्सिटी कन्जर्भेसन पार्क। यसमा चाहिँ जति पनि तपाईँको यो एनएचडिसिएल भयो, हाइवेहरू बनाउँदैछ, रोड कन्स्ट्रक्सन हुँदैछ, तपाईँ जति पनि फलन ट्रीमा रुखमा त्यही तपाईँको स्पिसिस अर्किडहरू हुन्छ त्यसलाई चाहिँ यहाँ ल्याएर कन्जर्भ गर्ने, रिहेबिलिटेसन गर्ने, एज वेल एज भन्छ नि हर्बेरियम बनाउने, प्लस अर्को चाहिँ तपाईँको पछाडि भयो भने यसमै नै सेमाना कन्जर्भेसन एउटा तपाईँको स्टडी सेन्टरहरू पनि एउटा कम्पोनेन्ट चाहिँ त्यो बनाउने, अरू चाहिँ अब भएछ भने अलिकति तपाईँको फ्रुट गिभिङ प्लान्ट्सहरू लगाएर, जस्तै अब लोकली नेमहरू नि के तपाईँको गुर्पिस, असारे, बिल्लाउने यिनीहरू लगाएर चाहिँ तपाईँ बर्ड वाच पनि गर्न सकिन्छ। Welcome all, come gather near. A new journey starts right here. Learn to share, learn to grow. Show the world what Sikkim knows. Community strong. यो चाहिँ पहिला लेकै हो, लेक थियो अरे। त्यो पछि चाहिँ गाउँघरमा एउटा एसएसबीहरू भन्ने आउँथ्यो नि, तपाईँको ट्रेनिङहरू दिँदै के एट द्याट टाइम चाहिँ यहीँको गाउँलेहरू मिलेर के त्यो अब अलिअलि छिपछिप पानी हुँदाखेरि चाहिँ त्यो बोजोहरू लगाएर त्यो त्यतिको सुकेर त्यहाँ चाहिँ प्ले ग्राउन्ड भयो। यसमा चाहिँ तपाईँको एभ्री इयर तपाईँको अक्टोबर टु नोभेम्बर दिवालीको टाइममा चाहिँ 1 महिना फुटबल खेलाउँछ। तर यहाँ चाहिँ कसै एउटा पार्टिकुलर कमिटी छैन, 1 वर्ष उहाँहरूले अर्गनाइज गऱ्यो भने 1 वर्ष पल्लो गाउने, अर्को वर्ष त्यसो गरेर चाहिँ यहाँ चाहिँ कन्स्टिट्युन्सी जस्तै तपाईँको एउटा माचाङ भयो है, एउटा हामी यता नाम्चेबुङ कन्स्टिट्युन्सी, रिनो कन्स्टिट्युन्सी जस्तो उहाँ भनौँ है, हामीले सालिनी अब अर्को पालि अब यहाँनिर हाम्रो नाताङ यो पालि दिस इयर अब नाचाङदेखि खेलाउँछ यहाँ फुटबल, क्याम्पस उहाँहरूको एउटा उयो छ है क्लब, त्यसरी खेलाउँछ। त्यहाँदेखि नेक्स्ट 26मा फेरि हाम्रो टर्न छ, मतलब टर्न वाइज एउटा कन्स्टिट्युन्सी यो वर्ष गऱ्यो भने अर्को वर्ष अर्को कन्स्टिट्युन्सी, सो मतलब बराबर उयो भएन, एकदम राम्रो कन्सेप्ट। सो जब तपाईँहरूले त्यो फेस्टिभल यहाँ गर्नुहुन्छ नि, यसको यहाँको ग्यादरिङ्स, यहाँको अडियन्स चाहिँ कहाँ कहाँबाट आउने गर्छ? तपाईँको अल ओभर सिक्किममै आउँछ। त्यति बेला अब स्पेसली अक्टोबर नोभेम्बर त टुरिस्ट सिजन पनि हो, अटम त, त्यति बेला चाहिँ तपाईँको बाहिरकोहरू पनि आएर मजा लिने गर्छ। यहाँ चाहिँ अन्ली त्यो फुटबल मात्रै होइन, तपाईँ यहाँ पुरै दोकान लाग्छ, तपाईँको स्टल्सहरू लाग्छ, खानेकुरा के गर्ने हो है। तपाईँ हो त्यसरी आफ्नो आफ्नो प्रकारले इन्जोय गर्छ। कसै यो जङ्गलतिर गएर आफै टाढाबाट आएकोले तपाईँको खानासाना ल्याएर खाएर दिनभरि रिल्याक्स पनि गर्छ। पिकनिक स्पट फुटबलर्सहरू तपाईँको तर यो चाहिँ तपाईँको अब सिक्किमबाट पनि आउँछ है, दार्जिलिङ कालिम्पोङ नेपालहरूबाट म्याक्सिमम। यो चाहिँ तपाईँको पिकनिक स्पट भन्नुभयो नि सरले, यो पिकनिक स्पट पनि हो एउटा चाहिँ। अर्को चाहिँ पहिला यो फादर म्याडमहरूले उयोहरूले यहाँ पिकनिक खान्थे जग्गा सिक्किम में, like there used to be lots of lakes, so this was actually supposed to be a lake, लेकिन time उसमें like I mean during the phase of time this dried up, and ultimately it became a picnic spot बोलिए, या तो जो भी इन लोगों का फेस्टिवल्स वगैरह सब कुछ होता है। So आपने like I mean it's in front of you, so आपका कुछ इसमें advice suggestion कि how this can be developed further for tourism? Well, if it is if it is belonging to the people of the area and they use it for a festival or as a football ground, then I don't think really that concept should be disturbed. But around the place, if there is enough water, then this is a very good birding spot and camping spot to say. So that can be done. But like I said, if it is a resident oriented product which is used by the residents, then we should just let it be as it is. Maybe some landscaping can be done and that's it. Yeah. But आसपास में definitely there is a lot of scope of doing camping.
एक्चुअली हम लोग ने यहाँ तक ये झंडी डाला का एक ट्रैकिंग रूट भी बनाया है और हम लोग क्या सोच रहे हैं ये सीजन में स्पेशली सिक्किम का टूरिस्ट सीजन तो स्प्रिंग और ऑटम मैक्सिमम इस टाइम में आएगा। ये स्प्रिंग में ज़्यादातर बाहर का लोग झंडी डाला कहाँ से शुरू यहाँ से भी जाएगा उधर से भी जाएगा और इसमें एक हम क्या सोच रहे हैं बाद में ये मल्टीपर्पज जैसे फुटबॉल भी खिलाएगा फेस्टिवल रखेगा और एज वेल एज एक बेस कैंप बना के यहाँ से ट्रैकिंग भी कर सकते हैं। बट वाज हाइकिंग ट्रैकिंग यहाँ से कर सकता है त्यो तपाईको पुरा भयो भने चाहिँ तपाईको यस्तो मुनी ग्यालेरी सेलेरी द ओनली थिंग दैट नीड्स टू बी सीन इज कि ये जो सॉलिड वेस्ट यू नो ये ठीक ढंग से नहीं पहुंच जाए। हाँ मतलब दिस यू नो बिकॉज टूरिज्म ऑलवेज एंड्स अप dirting a place much more. Waste management. And then tourists don't like it. खुद ही फेंकते हैं फिर बोलते हैं कि हमको पसंद नहीं।